हाई गाइस, वेलकम ब्याक टु माई अनदर ब्लग, मिनी ब्लग भनौँ कि के भनौँ यसलाई चाहिँ। आज पनि फेरि ग्राउन्डमा ट्रेनिङ गर्दैछु म चाहिँ। अनि यहाँ चाहिँ यो ड्रिल्सहरू छ। अनि आधा चाहिँ भइसक्यो मैले चाहिँ ट्रेनिङ गरेर अब अलिकति रेस्ट गरिरहेको थिएँ। अनि सोचेँ फेरि चाहिँ म यस्तो सानो मिठो भिडियो बनाऊँ भनेर। अनि यता भाइहरू चाहिँ आज प्लान्टी सुटहरूको प्र्याक्टिस गर्दैछ। अनि म चाहिँ यहाँ छु। केटाहरूले मलाई यस्तो हेर्दैछ के कस्तो म केटी हो तिमीहरू पुरा यस्तरी आँखा लगाएर हेर्छ त मलाई। के हो लोकेश, हेर्छ त मलाई त गाह्रो छ। यो भाइलाई हान्दैछ है अब अनुराध भाइ। ओए ओए तारजन गोल खाएको तैँले धन्दा यहाँ क्याप्चर छ है। छिरा त भाइ। ओए खायो है, खायो, दर्जनले गोल खायो। हे अनि अरू त एकदमै अब के भन्नु, आज चाहिँ एकदम केटाहरू एकदम कम छ किनकि बिकज अफ वेदरले गर्दाखेरि चाहिँ आज चाहिँ हाम्रो खेल्ने प्लेयरहरू आएको छैन ग्राउन्डमा। किनकि अलि मौसम पानी पर्ने जस्तो भइरह, त्यही भएर हो। अनि अब म पनि नआउने भनेको थिएँ किनकि पानी परिरहेको थियो अलिअलि। त्यसपछि त्यो एउटा यो ड्रग्स टाइपको हो कि फुटबल खेल्नु पनि, किनकि एकछिन नखेलेपछि कस्तो कस्तो हुन्छ क्या। अनि त्यही भएर फेरि ग्राउन्डमा आएर ट्रेनिङ पनि भइसक्यो। अनि अब एकछिन रेस्ट गर्दैछु। अब एकछिन भाइहरूसँग फुटसल खेल्छौँ होला। तर के भन्नु, अब एउटा भाइ अहिले आइरहेको छ यो त्यहाँ, त्यो काले भाइ हाम्रो। त्यो भाइ चाहिँ त्यो एम्बापे हो, तर एम्बापे हो त्यसको नाम चाहिँ। तर त्यसको एम्बापेको एउटा लक्षण पनि छैन क्या। त्यो त्यसै हाइट र त्यो अलिकति त्यस्तै टाइपको हो, त्यसैले त्यो एम्बापे भनेको। तर त्यो टाइममा आउँछ ग्राउन्डमा, आएपछि हाउडे कुरा मात्रै गर्छ अनि ट्रेनिङ पनि गर्दैन हौ। म चाहिँ पुरा आएर यहाँ पुरा सोचेर यत्रो ड्रिल्सहरू बनाएको हुन्छ ट्रेनिङ गर्नलाई। यहाँको भाइहरू चाहिँ यो ट्रेनिङ गराउँ भनेपछि चाहिँ ट्रेनिङ गर्नै मान्दैनन्। खै कस्तो खालको मान्छे हो। अब योभन्दा स्टार्टिङ जब म गरिरहेको थिएँ, अब त्यति बेला पनि एक्लै ट्रेनिङ गरिरहेको हो। पहिला यो साइड होइन, पहिला म चाहिँ त्यो साइडतिर एक्लै खेल्थेँ। सानो थिएँ म त्यति बेला चाहिँ, एक्लै खेल्ने, ड्याङडुङ बोल हान्ने अनि सिक्ने, धेरै कुराहरू सिक्थेँ। तर यहाँ यो भाइहरू चाहिँ कस्तो हाउडे टाइपको छ। त्यो भाइलाई भनेको मैले कि आइज यत्रो ट्रेनिङ ड्रिल्स बनाएको छु, ट्रेनिङ गर, प्र्याक्टिस गर तिमीहरू। तर छैन केटाहरूको, धेरै अल्छी छन्, जाँगर जस्तै छैन। के गर्नु, गाह्रो छ। अब यस्तै हो, के भन्नु। अब अरूको छोराछोरीलाई केही भन्न पनि सकिँदैन कि ट्रेनिङ गर, यो गर, त्यो गर भनेर। अब आफू चाहिँ अब आफ्नो के भन्नु, अब गर्ने हो। अब के भन्नु, यो भाइहरूको यस्तै हो कि सधैँ यो खेल्नुभन्दा पनि यस्तै कुरा गरिबस्ने, नाथरी बोल्ने, गाली गर्ने, यही सिकेको छन् यिनीहरूले। अनि अलिकति भाइहरूलाई हल्का अब अलिकति डर छैन जस्तो छ। तर के भन्नु, गाह्रो छ। अहिले त बुझ्दैनन्, पछि बुझ्छन् किन ट्रेनिङ गरेन, किन खेलेन भनेर। किन यिनीहरूकै एजको केटाहरू चाहिँ मैले चाहिँ एउटा लम्कीतिर एउटा भाइ छ, उसको चाहिँ मैले हिजो भर्खरै नै मैले चाहिँ टिकटकमा हेरेको थिएँ उसको चाहिँ भिडियोहरू। लाइक अन्डर 13 को छ मान्छे, तर उसको स्किलहरू एकदम खतरा कि मभन्दा पनि खतरा स्किल गर्छ कि उसले चाहिँ। अनि म त उसको टोटल्ली फ्यान भएँ। अनि अहिले चाहिँ अब उसको अब नाम चाहिँ बिर्सेँ मैले ठिक्कै। अब त्यस्तो भिडियो हेर्दाखेरि चाहिँ आएको थियो, तर लम्कीको हो, अन्डर 13 को प्लेयर हो भाइ चाहिँ। अनि त्यो स्किल चाहिँ एकदम बबालै गर्छ कि उसको चाहिँ, मलाई चाहिँ एकदम मन पऱ्यो। अनि त्यही भएर गाह्रो छ। पार्टनर यहाँ आउनु त, यहाँ सुन। अब हामी त ठुलो भइसक्यो नि त, हामी त आफ्नो ट्रेनिङ गर्छ। पार्टनर त पुरा ट्रेनिङ गरेर यहाँ पुरा रुझिसकेका छन्। यो भाइहरू किन ट्रेनिङ गर्न मान्दैनन् भन त। के हो, यत्रो एउटा ड्रिल्सहरू बनाएको छु, ट्रेनिङ गर भनेपछि मान्दैनन्, के हो? झाँड खाने मान्छे ट्रेनिङ गर्छन् यार। साथी झार खान्छ नि अनि गाँजा भाङु हानिरहेछ त हो र। यस्तो मान्छे कहीँ गर्छ नि त ट्रेनिङ।
गाह्रो छ एउटा त पुरा ग्राउन्डमै चुरुट खाइदिइरह यार त्यसले अब के भन्थ्यो अब त्यो त प्लेयर होइन उता आएको त्यो मान्छे प्लेयर होइन प्लेयर त यो भाइहरू हो सानोजना ऊ त अब घर गिरिस्तीवाला भइसकेको छ मान्छे लोकेशले चाहिँ के खोजेको के हेरेको यसरी मलाई म कस्तो कसम नि के भन्नु म चाहिँ यिनीहरूलाई के छ भाइ के छ कहाँ भागेको तिमी अझ के हो त के गर्नु गाह्रो छ अब पार्टनरले जस्तो भनिसकेका छन् अनि अब म पनि अब चाहिँ एकछिन अब आफ्नो ट्रेनिङ गर्छु एकछिन अब अलिकति गरेर त्यसै घर जानुपर्छ किनकि बिकज अफ वेदर पानी पर्ने जस्तो छ ल गाइस अब आजको लागि यति नै हस् त धन्यवाद बाई बाई दोनालाई जस्तै चतर चतर